सिराहा क्षेत्र नम्बर 4 मा रोचक चुनाव हुन्छन्। विगत 20 वर्षदेखि यी 5 मन्त्रीहरूको कब्जामा हुन्छन्। जनतालाई गलत विश्वास र झुठो आश्वासन दिने उम्मेदवारका रूपमा रहेका जनमत पार्टीका वीरेन्द्र महतो, पूर्व मन्त्री जसपा नेपालका राजकिशोर यादव, नेपाल कम्युनिस्ट पार्टीका अजय शङ्कर नायक, बहुजन पार्टीका विसेन्द्र पासवान, नेकपा एमालेका धर्मनाथ शाह पूर्व मन्त्रीहरू यसै क्षेत्रबाट निर्वाचित हुन्छन्। तर मिर्चिया नगरपालिका वडा नम्बर 9 मा पर्ने मतदान केन्द्रको रूपमा चिनिने विद्यालयको अवस्था यस्तो भद्रगोल छ भने अन्य विद्यालयको अवस्था कस्तो होला? आई पढ्नु ओ आई ओ आ ए अ डबल ए आ आई ई डबल ई ई यू डबल ओ आई बगले कन्ट्री लेख्नु। अब एक नहीं एकदम सोच रोमन संख्या था कते पढ़ल छी मैडम इंटर से हैं आईएड पढ़ल छै। आईएड के नेपाली में कते को है? इंटर का है कथी का है? आईएड के नेपाली में इंटर कहै छै। क्या गो प्रदेश है? तो 5 घंटा 6 किताब है 3 घंटे लगे है। एउटा क्लास में कति 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 कुन क्लास को छ? यहाँ 2 3 4 5 चार वटा छ यहाँ। तपाईँ 1 घन्टी में 4 वटा है? चारवटा क्लास लगाइरहेको छु। यस्तो भद्रगोल बनाउने तपाईँ हो कि अरू मान्छे? तपाईलाई लाग्छ मैले गरे होला यस्तो भद्रगोल? हैन को होला? अब को भन्नु यहाँ वास्तवमा टिचर संख्या हो टिचर संख्या छैन त सम्बन्धित निकायमा हजुरहरु गएर पहल गरिदिनुस्। हामीले त कति गरिसक्यौ। चुनाव अगाडि ठूला ठूला भाषण दिन्छन्। शिक्षा, स्वास्थ्य र कृषिमा ल्याउँछौ ठूलो क्रान्ति। तर यी सबै झुठा आश्वासन र गलत विश्वास दिन्छन्। कहाँ छ शिक्षामा ल्याएको क्रान्ति? सबैले भाषणमै कैद गरेको हुन्छ। परिवर्तनको नाउँमा भोट कलेक्सन हुन्छ, तर नेताहरू आफ्नो स्वार्थ र भविष्यको मुहार फेर्नमा र आफ्नो बालबालिकालाई अगाडि बढाउन मात्र कामकाज हुन्छ।